हेलो गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल। फेरि पनि स्वागत छ सुषमा किराती ब्लग्समा। आज चाहिँ म तिहारको अघिल्लो दिन लक्ष्मी पूजाको दिन चाहिँ म हजुरहरूलाई यो भिडियो सेयर गर्दैछु। आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो रहला अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हाम्रो चाहिँ यस्तो हुन्छ। म चाहिँ अहिले एकदमै सेलरोटी पोल्नको लागि चाहिँ पिठो भिजाउँदैछु। अब अहिले भिजाएर राख्यो भने चाहिँ भरे चाहिँ अलिक पिठो भिज्यो भने चाहिँ राम्रो हुन्छ नि त रोटीहरू। त्यही भएर होइन गाइज, अब चाहिँ म चाहिँ यहाँ पिठो भिजाउँदैछु। भरे बेलुका पोल्ने हो अनि स्वाई स्वाई गोलु एकदमै यस्तोरी मान्नुपर्छ। अनि जति मिल्छ त्यति रोटी चाहिँ राम्रो हुन्छ कि, त्यही भएर हो। अनि अहिले भिजाइराखेको बिहान भरे बेलुका पोल्ने हो। यस्तरी मार्छ है। अहिले चाहिँ यति भिजाउँदैछु, नपुगमा चाहिँ भरै नि फेरि भिजाउनु पर्ला। गाइज अब मैले चाहिँ होइन यहाँनिर पिठो मलेर नि सकिसकेको छु। चाहिँ यहाँनिर रेडी भइसक्यो। अब यसलाई भिजाउने हो, भिजाउन दिने हो। अनि भरे नि त्यसपछि भरे बेलुका चाहिँ यसलाई पोल्ने हो। भोलि तिहारको लागि चाहिँ रेडी भइसकेको छ। पिठो चाहिँ रेडी भइसक्यो एक बाल्टी होइन। मैले चाहिँ यहाँनिर डिसमा दिन्छु। यसरी चाहिँ भिजाइराख्ने हो होइन गाइज। अनि भरे नि मजासँगले पोल्ने हो रोटी राम्रोसँगले गाइज होइन। तिहारको रमझममा पुरै काकाहरू दाईहरू दिपाहरूले चाहिँ यहाँनिर पुरै दिइराख्नु भएको छ कि हाम्रो घरमा। हजुर नाङ्लो यहाँ चाहिँ सरोज भाइ होइन, अनि काइला दाई, धीरज दाई, अनि 6 भएको चाहिँ रोहित भाइ, अनि यतापट्टि दाई, यतापट्टि दाई, माथिल्लोपट्टि व्हाइट कलरको टी सर्ट लगाउने दिपा, उतापट्टि काका हुनुहुन्छ। अनि यहाँ पर चाहिँ दाउराको उनीहरू चाहिँ बाबा। त्यहाँनिर ढिकी पनि छ, यहाँनिर ढिकी पनि छ। म हजुरहरूलाई ढिकी पनि देखाउने छु है। त्यहाँ ढिकीमा चाहिँ पिठो कुट्नको लागि चाहिँ तल्लो घरको दिदीहरू काकाहरू आउनुभएको छ। म तपाईँहरूलाई त्यो पनि देखाउने छु। यस्तो छ गाइस, हाम्रो चाहिँ ओखर है, ओखर एकदमै धेरै छ। ओखरहरू पनि छ। टमाटो पनि फल्दैछ खतरा। यो म लगेर जान्छु है त गाइस होइन। यस्तो छ कि हाम्रो चाहिँ यहाँ चाहिँ मन्दिर हो। मन्दिर यहाँ काकाहरूको घर पल्लो पर काकाहरू बोल्नु पनि हुनुहुन्छ। म झरे गाइस होइन, मुनि झरे गाइस, झरे गाइस, झरे म लुक्नुहुन्छ त गाइस। यता चाहिँ ढिकी, यतातिर के हो कोही खाना, कोही बुथी कुटेको काका ढिकी कुट्दै हुनुहुन्छ। दिदी आमाम पिछो इलिनु दुईजना टिपेर कि तल जान्छ कि ससीको भात खाएन हुँदो फुलहरू जस्तो छ है छैन। अहिले चाहिँ पुरै यस्तो छ गाइस। हाम्रो चाहिँ घरहरू चाहिँ यस्तै छ है, राम्रो छैन घरहरू चाहिँ।
फुलहरू यस्तो ढकमक्क फुलिरहेछ तिहारको टाइममा है। फुलहरू चाहिँ सयपत्री फुल चाहिँ यस्तरी फुलिरहेछ। आमामा कस्तो ठुलो ठुलो ढुङ्गा छ भने नि आमामा गाएछ होइन। यस्तो यो हो नि त फुल भनेको त यो हो नि त। यस्तो राम्रो छ। असार साउनमा रोपेको फुल हो यो चाहिँ है। यस्तो छ मुनिबाट हेर्दा चाहिँ यस्तो छ। यस्तो ढकमक्क फुलिरहेछ गाइस होइन फुलहरू चाहिँ ढकमक्क ढकमक्क छ। कोही चाहिँ मरि पनि सकेछ क्या यहाँनिर। आमामा यस्तो छ कि रोपिरहेको थिएँ नि त मैले। तिहारै आयो लौझिली मिली देखिँदैन क्या म यहाँबाट उता जाँदिनँ। फुलहरू यस्तै फुलिरहेछ क्या होइन। यो फुलहरू चाहिँ मभन्दा अल्गो अल्गो रहेछ क्या कस्तो बढिरहेको। एक गराइ पो छ त फुल त कडासँगले कस्तो अल्गो अल्गो रहेछ मभन्दा अल्गो अल्गो रहेछ बढेर फुलहरू चाहिँ। स्याउ पनि छ करेला इस्कुस कोला कोला पसाउन लागिरहेको छ होइन। छ बोडीहरू पनि एकदम फलिरहेछ के। के भयो भगुई को भागो यो म भागेको छैन। म हिँडेँ ऐना हेरेर पैसा त अनि 50 रुपियाँदेखि छैन त हजार हजारको खेल्नु गाइस होइन। हामी चाहिँ अब फुल टिप्दै अनि यहाँनिर बुनुले टिप्दैछ। फुल टिप्न मजा आइरहेछ। फुलहरू चाहिँ के हामीभन्दा अल्गो अल्गो छ कि यो त झन् कस्तो अल्गो के यस्तो छ पुरै। बुनले चाहिँ यहाँनिर फुल टिपिरहेछ मैले नि टिप्दैछु। म फुल टिप्दैछु गाइस होइन यसरी यस्तो छ फुलहरू चाहिँ पुरै यस्तो टिप्नुपर्छ के। डोको बोकेको मुन्टो नै बाङ्गिसक्यो यहाँनिर। तपाईँहरूकोतिर कतिको फुल छ गाइस होइन। हाम्रोतिर त यस्तो छ फुलबारी छ यस्तो यति टिपिरहेको छु कि मैले चाहिँ। बुनले चाहिँ कति टिपिरहेछ बुनुको यति भइरहेछ बुनुको। हाम्रो नानाले फुल टिप्नु हुँदैछ डोको भरिन लाग्यो। फुल खतरा फुले खतरा यस्तो हामी फुल टिप्छौँ अनि फुल उन्ने त्यसपछि तिहार मनाउने भोलि चाहिँ। कस्तो हुँदैछ त फुल टिपाई। एकदमै मजा यस्तो तर यस्तो भइसकेछ क्या कुहिसकेछ कोही। यसलाई पनि टिपिदिउँ न मिलाउनुपर्छ भरे नि कुहिसकेछ कि अलिक अगाउ भएछ यसपालि यो फुल चाहिँ होइन रोपाई। मभन्दा अल्गो छ यत्रो अल्गो छ कि म त आज मात्रै आकाश हेर्दा हेर्दा टाउको दुखिसक्यो। गाह्रो छ हामीलाई गाह्रो छ के गर्नु। फुलबारीमा हामी छौँ गाइस। फुल चाहिँ यस्तो भइसक्यो मेरो चाहिँ डोकै भरिँदैन रहेछ त। तिम्रो डोको भरिएछ मेरो भरिँदैन त। मेरो भरियो भरिन लागेछ। यस्तो छ फुल वाउ दामी यस्तो छ यी घरहरू चाहिँ पुरै। हामी चाहिँ फुलबारीमा गाइस हामीले चाहिँ अहिले फुल टिपेर चाहिँ आइसकेका छौँ। फुलहरू चाहिँ यस्तो यस्तो दामी दामी छ क्या यत्रो ढुङ्गा छ। अब एकछिनमा हामीले चाहिँ खानाहरू खाएर चाहिँ यो फुल हुन्नेछौँ। यो बुनुले टिपेको यो मैले टिपेको यति टिपेको छु आज चाहिँ। यो फुल चाहिँ भरे नि खाना खाएर उन्नेछौँ। तर कति बज्छ अब 12-1 बज्छ होला 2 बज्छ होला यो यत्रो फुल उनिसक्दा चाहिँ। गाइस देख्न सक्नुहुन्छ रोटी होइन नानीले पोल्दैछ। नानाको भिडियो चाहिँ मैले गर्दैछु होइन। यति भर्खर यति पोल्दैछ भर्खर अनि अहिले चाहिँ यति पोल्नु बाँकी छ भर्खर होइन। अनि यहाँ छ यता चाहिँ हामी खाने होइन। यता बाबाले रक्सी खाँदै हुनुहुन्छ।
भनेपछि त हुरुक्कै देख्न सक्नुहुन्छ रोटी यसरी हाम्रोतिर चाहिँ यसरी पोलिन्छ होइन। ओहो यति पोल्नु बाँकी छ अझै होइन, एक बाल्टी जति छ। भन्नु पर्यो भने म माथि भन्नु त मासुको बेजामा लाग्यो आउँछ होला त कि फेरि भनेन के गाइस यहाँनिर चाहिँ गुनुले चाहिँ जेरी बनाउँदैछ। गुनुले चाहिँ यहाँनिर यति बनाइसकेको छ। अहिले चाहिँ मैले चाहिँ सेरी बनाउँदैछु। गुनुले चाहिँ रेडी आमा चाहिँ खोर्सानीलाई रक्सी खाँदैछ। म चाहिँ सेल एकदमै सेल बनाइरहेको छु है गाइस होइन। मम्मी र निनी चाहिँ यता गफ गर्दै बसिराख्नु भएको छ, चिया खाँदै। गाइस अहिले म चाहिँ अब प्लान्टहरू अनि चिप्सहरू चाहिँ फुलाउन गइरहेको छु। यहाँनिर यो ताईमा यसरी तेल लाउँदैछु अहिले चाहिँ मैले यहाँनिर। तर मलाई एकदमै भिडियो बनाउनु चाहिँ एकदम अप्ठ्यारो भइरहेछ कि यहाँनिर एउटा हातले यहाँ तेल गरिरहेको छु। यहाँनिर म तपाईँहरूलाई चिप पनि फुलाएर देखाउने छु, फुलाएको देखाउने छु होइन। बिहान हो यो चाहिँ, आज चाहिँ तिहारको दिन। हिजो बेलुकै फुलाउनु थियो। हिजो चाहिँ रोटीहरू के बनाउँदाखेरि नै ढिलो भयो होइन। त्यही भएर अहिले बिहान चाहिँ म चिपहरू चाहिँ फुलाउँदैछु। अनि सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु। अनि राम्रोसँग तिहार मनाउनु होला। सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु है यहाँबाट बसेर। यस्तै हो, हाम्रो पनि अब तिहारको धमाधम भइरहेछ। सबैजना आफ्नो आफ्नो काममा हुनुहुन्छ। म पनि अब यहाँनिर चिप फुलाउनु पऱ्यो भनेर चाहिँ रेडी गर्दैछु। म यहाँनिर चिप पोल्दैछु होइन। अहिले चाहिँ हिजो बेलुकै पोल्नु भनेको, हिजो बेलुका चाहिँ रोटी पोल्दै ठिक भयो। अनि त्यही भएर अहिले चाहिँ म यहाँनिर चिप बनाउँदैछु। अब यो चिप पोलिसकेपछि फेरि म ब्राउन पोल्दैछु। अनि यस्तो भइरहेछ कि यहाँनिर बढिसक्यो। अनि हिजो बेलुका नै बनाउनु भनेको, हिजो बेलुका नभएर चाहिँ अहिले बनाउँदैछु। अहिले चाहिँ सकेर अब प्राउन पोल्न गइरहेको छु। प्राउन याद छ, पकाएको छैन, 6-7 पकाएको छ। म अब प्राउन पोल्न गइरहेको छु। प्राउन चाहिँ यस्तो छ गाइस होइन। हेर्दा चाहिँ घिनलाग्दो लाग्छ। हेर्दा चाहिँ घिनलाग्दो। यहाँनिर यो के भन्छ यसलाई, किरा जस्तो छ क्या। त्यही भएर यी पोख्यो पनि। अनि यो अब म यो पोल्ने छु है, तपाईँहरूले देख्नुहुन्छ पोलेर। यस्तो भइरहेको छ। काम चाहिँ यस्तो हुन्छ है। यस्तो फुल्छ कि काम चाहिँ मेलाइदिनु। यहाँ भएका छैन, यहाँ भएका छैन, यहाँ भएका छैन। अनि यहाँ हाम्रो रुमतिर हो, सुन्नु न के छ रुमतिर हो। गाइस होइन, हिजो बेलुका पोल्नु नसकेको रोटी चाहिँ अहिले बिहान निनीले पोल्दै हुनुहुन्छ। यहाँ ढिकीनिर चाहिँ भित्र खाली, चुलाभित्र खाली नभएको कारणले चाहिँ आज यहाँनिर निनीले चाहिँ यहाँनिर रोटी पोल्दै हुनुहुन्छ। हिजो बेलुका पोल्नु नसकेको रोटी है, यो चाहिँ बाँकी थियो पिठो, त्यही भएर यस्तरी। अनि यति पोलिसक्नु भयो। अहिले चाहिँ राम्रो चाहिँ भएन, एक डालो भएछ। अब कति बाँकी छ? ए अब त सकिन लागेछ, आधी थियो। अनि अब सकिन लागेछ। निनीले
उहाँ चाहिँ मेरो निनी ठुली है। आज एउटा काम दिएको कि सबैजनालाई। उहाँ चाहिँ निनी हो। भाग्यो मम्मी आज हङकङबाट के रोमानियाबाट आएको अरे। मम्मीले भनेको 10 दिनमा कुकुर आइपुगिरहेको छ कि यो कार्तिक लागेर। मम्मीले रोमानिया गएको छ भन्दै हुनुहुन्थ्यो। अनि यस्तो छ गाइस आजको तिहारको दिन चाहिँ। कान्छी मट्याङ यता लुगा धुँदैछिन् मरिमरि। के धोएको? कति दिनमा धोयो? 3 दिन। अस्ति भिजाएको अरे आज धुँदैछ कान्छी। यस्तो छ फुलहरू सबै टिपिसक्यो अनि यस्तो भइरहेछ। निनी कान्छीले चाहिँ फुल हुँदै हुनुहुन्छ यहाँनिर। कति हुनुभयो? बाजे बोलाउँदै तल सर। यता चाहिँ के गर्दैछ? ओहो यता चाहिँ आलु उसिन्दै अझै ताच्दै रहेछ। उसिनेर पनि सरोज र सागर यो तरकारीको लागि। यो चाहिँ भर्खर 5 दाना। अहिले चाहिँ म यहाँनिर जेरी पोल्दैछु। यहाँनिर भनेर चाहिँ सक्दैन। जुलफी बनाउँदैछु म अहिले चाहिँ। यस्तो छ। यस्तो छ क्या धमाधम छ सबैजना अहिले। कोही के गर्दै, कोही यतातिर बाइकहरू धुने, कोही यहाँनिर मटर। यो चाहिँ चटनी तरकारीको लागि कान्छीले चाहिँ मटर धोइरहेछ। अब यहाँनिर चटनीहरू तरकारीहरू बनाउँछ अचारहरू। यता करेला पनि लम्की भनेर हल्का 2 जना है। अनि त प्याज टमाटरहरू यस्तो छ कि सरोजले चाहिँ बाइक धुँदै। अनि निनीले चाहिँ यहाँनिर खाना रेडी गर्दै हुनुहुन्छ। अनि फेरि नचाहिँ दुःखतिर त आधी यो त्यो पुग्ने लगाएको अरे यो बिर्स्यो अरे। अब के गर्नु त? ए बिर्सिनु भएछ। आधी चाहिँ लाउनुभएछ, आधी चाहिँ निनीले चाहिँ यहाँ खाना बनाउँदै हुनुहुन्छ अघि रोटी पोल्दै गरेको ठाउँमा। यो चाहिँ हिजो बेलुका पोलेको रोटी है। यस्तो भएको छ मैले पोलेको रोटी चाहिँ। खासै राम्रो त भएको छैन, यस्तो भएको छ। यहाँ बुनु र भाइले चाहिँ पुरै तरकारीको लागि चाहिँ पुरै कटिङ गरिरहेछ कि। कसैले आलु अझै करेला इस्कुस अनि टमाटर प्याजहरू सबै कटिङ गरिरहेछ यहाँनिर भाइ र बुनुले चाहिँ। यसरी पुरै गाइस मैले त अहिले तरकारी पकाउन लागिरहेको छु। अब मैले मसलाहरू पकाउँदैछु। जिरा मेथी सबै मिसिएको यो मेथी अब मैले यहाँ प्याज काटेको प्याज हालेको छु। एकछिन
यो कौन लाने हो सबै पहिला यो बेसर पनि म अहिले नै यसरी बेसर पनि यसरी लगाउनुपर्छ पछाडि लाउँदा चाहिँ हुन्छ नि त हल्का गनाउँछ छिटो हुन्छ अनि म प्याज लगाएर प्याजलाई म फ्राई गर्छु टमाटर पनि गर्छु यो केमा लाउने प्याज पर्दैन यो लग्दिन यो प्याज पर लग्दिन अब यो त लिएर आउनु यो प्याज लाओस् यसले अब म प्याजलाई चाहिँ यहाँनिर गोल्डन भएसम्म चाहिँ यसलाई यहाँ फ्राई गर्नुपर्छ बेसर चाहिँ हल्का लाग्दैन कि क्या है प्याजको पत्ता नि छ यहाँनिर यो पनि हाल्यौँ अहिले नै प्याजको पत्ताले चाहिँ हाल्दा पनि हुन्थ्यो तर मैले अहिले नै हालिदिएँ आज चाहिँ प्याज चाहिँ अहिले एकदमै गोल्डन आइसकेको छ गोल्डन कलर भइसकेको छ अब यसमा मैले मसलाहरूले चाहिँ एकछिनमा राखिदिन्छु अहिले चाहिँ यहाँनिर प्याजलाई चाहिँ पकाएको अब यसलाई मैले फेरि चना मटर हालिदिएको छु चना मटरलाई चाहिँ फ्राई गर्ने यसरी मटर झाँस्दा चाहिँ अब यसमा इस्कुस चना इस्कुसलाई पनि हालिदिने इस्कुस चना हालिदिने यसमा नुन पनि हालिदिने यहाँनिर नुन हालेको यसमा त के रहेछ नुन हालिदिने अघि हाल्नुपर्ने तर मैले त अघि हालेको छु नुनलाई चाहिँ टमाटर पनि हाल्नु पऱ्यो अब टमाटर अहिले अदुवा लसुन अनि खोर्सानी यति ठाउँ मैले त यहाँ पिसेको छु अनि अदुवा लसुनहरू त्यो पनि हालिदिनु पऱ्यो अदुवा लसुन खोर्सानी भयो यहाँनिर चाहिँ अदुवा लसुन पेस्ट बनाउने त्यो पनि हाल्छु अदुवा लसुन पनि हालिसकेँ यसमा यहाँनिर छ जिरा धनिया पिसेको यो पनि म हालिदिन्छु
आलु हाल्ने आलु पोलेको आलु यसरी हालिदिने अब यस्तो भयो तरकारीहरू चाहिँ रेडी भइसक्यो अब चाहिँ अब चाहिँ हामी टिका फुल लाउनको लागि चाहिँ रेडी भइसकेका छौँ अब हामी चाहिँ फुल लाउन सुरु गर्नेछौँ होइन अनि कपाल नै सुकाएर छ अनि भइसकेको छौँ अब यहाँनिर भाइहरू पनि छ अनि भाइहरू पनि रेडी हुँदैछ अनि उता माथि भाइ पनि अब चाहिँ हामी चाहिँ फुल लाउनलाई रेडी भयौँ है गाइस है अब यहाँदेखि उता चाहिँ हामी फुल लगाएको भिडियोहरू देखाउनेछु मैले सो अहिले चाहिँ यहाँ सबैजना तयारी अष्टम छौँ है अब हामी टिका लाउनु मात्रै बाँकी छ सबजना यता छौँ हामी अब टिका लाउनु बाँकी छ चाहिँ भाइ होइन सागर भाइ सो त्यही हो अब चाहिँ हामी अब उता जान्छौँ त कहाँ छ सागर म बाउहरूलाई बिस्तारै पम्पस्नु अनि एक मुठालाई यो पनि ल्याउनु सात भयो चौरीको छ है चौरी लिएको भनेपछि भन्यो झन् रट्दै गमराउनु होस् गर है मान्छेबाट खालि मामेलाई फोटो खिच्ने ठाउँ रहेछ मलाई यहाँ लिनु कहाँ थाहा नै छैन पानी फेरि बगती चामु रहेछ अथवा पाँच बिना लिने कि त भयो भाँग्ने मे यो अमुक लाङ म त दिँदैन कुरु कुरु अच्छा बेटा itu mana orang gini dah pakai dalam mau buat dia dalam danggu apa kudu हम बस्छु त मै ठिका छ थाहा नहोस् है बेटा ठिक छ म थाङ्गो भेटेको छ 500 दिन थाहा पुग्दैन भनेर सानो कि सानो भने गर्दा हाराको थियो जे होस् ठपक्क एक मलाई लाउने सयपति चाहिँ कहाँसम्म मजा लाग्छ सिधी मान्छे अब यता दुईजना गर्छ भयो कोही नातिनी माइतीहरूलाई दुई बहिनी अब लेन खेल्नु ए खुट्टा एक भाइ नाति पाँच भाइ लन्डनमा पारी जाँदै थियो दुई बजी नै भेला फिबतिर लन्डनमा पाएँ अहिले लेखेको कसरी हल्का खाएको लन्डनमा त्यसो भन्थ्यो घुम्ती कुद्दै थियो फेरि फेरि भन्दा बेसी ठाडो
अहिले लगाइदिन्छ किन बाबु आमा हुन्जेल चाहिँ झेर मात्रै दाउँछ हुन खाइन्छ चलन के गरी बिग्रियो बिग्रियो खै के गर्नु जो भन के भो हो बेमा साउदामै खाटपी रात पछिमा कहीँ होइकी तुमा थापा खामै आमथि हगे डाइलो कुचो मुन्टो को न हो जन्ने आफिवाई ये गाउँमा चाहिँ हाम्रो आउनु पर्छ अथवा पुरा माइबी ये गाउँमा धेरै कति जोएर कथा चाहिँ होला फेरि आफ्नै ये गाउँ विषय त्यति हुँदैन छु तर कोही बेला चाहिँ मैले साधारण टोला कवि जाय मान्नु अब खोजी धु गवाइलो मकैसी नि अब आवाज के समझ भएन हेर्छु होला नि खोजी सक्छ हुन्थ्यो रहेछ त पहिला बाबुलामा बिग्रेकै छ साधारण टोलामा चाहिँ कथा के होइन अरू टोलको चाहिँ यसो खान्थ्यो त्यतिमा चाहिँ थिमा चाहिँ भनौँ भन कि त थाहा लाग्यो जानी जानीको चाहिँ हो जान जाने भाले चाहिँ असी राम्रै काम अस्ति लम्बे मेला लामपछि भन्दा त्यो चाहिँ साइड लाग्छ अरू नै तारा भान्या लाम्दैछिको बिट्टुको गाउँमा चारमा छरीको थाहा छु हामी नौनुको पनि दुइटै छरीकोसँग थाहा छु अनि चारासँग खाइदिएर हामी गाह्रो हेर पनि राम्रो हाँसेको थियो म भोलिना चालीको रूपना रापाको शिवना साको भोलिना चालीको ढङ्गना रङ्गाको भइसक्यो माथि लक्ष्मी खाएर बस्तीतिर गाई हो चाहिँ हात Orang itu orang kemarin ni berarti mau bantu apa sama? चाहिँ हात दुधुलो चाहिँ जान्छे असारसँग दुधुलो सौरभसँग दुधुलो आजसम्म पनि कागज छेत्रीले पनि राईले पनि दुधुलोमा धान हालेर चाहिँ भिजाउँछ कि फसिन चाहिँ लिन जाने भयो धान काट्ने पार्टीलाई चाहिँ सुक्छ भइगयो त्यो पनि ठाडो प्रसाद अब निर्मापा दिउले मुगु पर्छ अब मिलाउन है नानी गलाइछ ल ini dulu ini apa dia ada kan
कान्छी तपाईँ आओ कान्छी गाई कान्छी के उमा कान्छी आशीर्वाद हुनु पर्यो निनी निन कान्छी ओइ भान्जी छ भाइ नै हैन ए कान्छी यही छ त कान्छी मेरो बहिनीहरू है निनी कान्छी र बाबा मम्मी जय सबैजना दादा बिपाहरू बाजेहरू ह्याप्पी तिहार सबैजनालाई हारानमा रेल छ 20 किलो नुन छ 1 पाउ तेल छ त्यसको पानीको भाप होइन यार सिसिले पर्दैन टिका लगाइदियो मजाले बुढीले सिकाउँदा गरेँ यहाँ छ हिजो कुरा गरेर हामीलाई अनि अस्ति सामाजिक भन्दाखेरि त्यतिकै सबै भनिन्छ मलाई कति चाहिँ लाग्दैन यही हो यहाँ बेला त ए ल ल बनले लगाइदिएको थियो चाहिँ यसले कागा पढाइ पढाइ हुन्छ त्यो छ
हाम्रो टाउको म सबभन्दा सानो म छु अनि हो त्यो ठिक सबभन्दा सानो मान्छे हुन्छ केटाको जस्तो यहाँ सबैको हुन्छ Bumili lang dito, okay? Koy dan. Ilai di sana, siapa? खाने तो हाँस ल कहाँ जाँदो रहेछ तिमीले त लाग्यो कि माथि लाग्यो Mati. ठिक लाग्यो Laku. Lalu saya, lagi bawa moli satu mereka. मलाई नस्तिँदै गर्दा लागिसक्यो बिहान के यो बिहान छोडिसक्यो त्यसै खाइदिनु Pas bila saya kena ada kan ada. Hai. अरू बेला कहिले अहिलेदेखि कि भयो होइन 3 घन्टा त भयो नमस्ते गर्ने सबैको सेपछि नबोझ तिमीलाई दिएछ यहाँनिर भाइहरू दुईजना अँध्यारोमा देखिँदैन रहेछ खासै यता त दिमाको छोराहरू यहाँ जेठा दाई हुनुहुन्छ काइला दाई जन्तरे दिपा मान्यो यता भदाई दिपा पनि आइपुग्नु भयो अघि जाउँ छेक्ने बेला उहाँलाई देखिसक्नु भएको छ तुवानी दिपा आज हामी तिहारको लास्ट दिनमा छौँ है अनि आज हाम्रो टोली चाहिँ 20-21जनाको छौँ यहाँनिर दाईहरू भाउजूहरू भाइहरू हुनुहुन्छ दाई चाहिँ एकजना मात्रै हुनुहुँदो रहेछ सबै मेरो चाहिँ भाइहरू मात्रै हुनुहुन्छ है यता स्वस्तिका बुनु सुजन भाइ कर्णराज भाइ अनि अर्निम भाइ युसन भाइ सागर भाइ सरोज भाइ सोनिया कान्छी यता अञ्जना
निदाइरहेछ अनि जना भनौँ उता भाउजू हुनुहुन्छ अनि उता एडी भाइ अनि उता रोहित भाइ अनि भाउजू हुनुहुन्छ अनि दाई हुनुहुन्छ जोरास दाई अनि उता पछाडि हुनुहुन्छ देखिराख्नु भएको छैन एकदमै उहाँ चाहिँ दिदीहरू एकदमै यता बोनु आज चाहिँ यहाँनिर दिदीहरूको घरमा चाहिँ हामी फुल लाउन आइरहेको छौँ अहिले चाहिँ के भनौँ सबैजना निन्द्राले गर्दाखेरि चाहिँ एकदमै झुलझुल भइरहेछ अहिले चाहिँ बिहानको 4 बजिसकेको छ हामी चाहिँ रातभरि हिँडिरहेछौँ होइन आज चाहिँ हाम्रो चाहिँ लास्ट दिन हो कि तिहारको भोलि दोस्रो दिन रहेको छ साथीहरू आज चाहिँ हजुरहरूलाई यो भिडियो के कस्तो लाग्यो त कमेन्ट बक्समा गएर कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु अनि यसपालिको यो 2081 सालको विशेष तिहार चाहिँ हजुरहरूले के कसरी मनाउनु भयो हाम्रो चाहिँ यसरी मनायौँ होइन अनि त्यही भएर हो अब के भन्छ खासै राम्रो त मनाएनौँ हामीले खासै राम्रो त मनाउँदिनौँ हजुरहरूले कसरी मनाउनुहुन्छ तपाईँहरूकोतिर होइन त्यही भएर हो अब यो भिडियो चाहिँ हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा गएर कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु साथै अर्को भिडियो मार्फत म हजुरहरू माझ फेरि पनि जोडिनेछु बाई बाई